नमस्कार सम्पूर्णमा स्वागत छ तपाईँहरूलाई मेरो आजको यो पहिलो ब्लग्समान्डो 57 सानो ब्लगमा है। आज म तपाईँहरूलाई लिएर जाँदैछु सिन्धुपाल्चोक जिल्लाको सुन्दर ठाउँ मुडे बजारमा। मुडे पुग्नका लागि काठमाडौँबाट झन्डै 90 देखि 100 किलोमिटर यात्रा गर्नुपर्छ। अरानीको राजमार्ग हुँदै हामी केही घन्टामा यो सुन्दर बजार मुडेमा पुग्छौँ। यो छेउमा झुन्याइएको सैलुङको छुर्पी नेपालमै निकै प्रसिद्ध छ। मुडे बजार दोलखा र सिन्धुपाल्चोकको सिमानामा पर्ने भएकाले पनि यात्रुहरूका लागि यो महत्त्वपूर्ण विश्राम स्थल पनि हो। यही अगाडिदेखि दुईवटा बाटो छुटिन्छ, जहाँबाट हामी देउराली पाखर हुँदै पर्यटकीय स्थल सैलुङ पनि पुग्न सक्छौँ। अहिले चाहिँ ठ्याक्कै हामी मुडेको बिच भाग जुन मुख्य बजारमा पुगेका छौँ। समग्रमा हेर्दा मुडे एक यस्तो ठाउँ हो जहाँ तपाईँले प्रकृति, संस्कृति र आत्मीयता तीनै कुराको स्वाद एकैपटक लिन सक्नुहुन्छ। गर्मीमा आउँदा हिमाली हावा र हरियालीले मुड एकदमै फ्रेस बनाउँछ। मुडे बजार यात्रा गर्दै अगाडि बढ्ने साथीहरूले यहाँको स्वादिष्ट खाना त टेस्ट गर्नु नै भएको होला। अनि अर्को कुरा, यहाँको मुख्य पेसा कृषि, पशुपालन र व्यवसाय हो। यहाँ मुडेको आलु, सैलुङदेखि ल्याइएको छुर्पी, तरकारी र जडीबुटी निकै प्रसिद्ध छ। हजुरहरूलाई पनि यो बाटो यात्रा गर्दै गर्दा केही नयाँ कुराहरू थाहा छ भने कमेन्ट गर्नुहोला र यो भिडियो मन परे लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। फेरि भेटौँला अर्को रमाइलो यात्रामा। त्यतिन्जेलको लागि बिदा चाहन्छु। हस्त, नमस्कार।